यो ठाउँको नाम चाहिँ टिस्टा रङ्गीत के ठाउँ अरे यो पेसोक पेसोकको कुन डिस्ट्रिक्ट हो कालिम्पोङ पेसोक कुन हो कञ्चनजङ्घा तलबाट देखेको है यो त्यो हिमाल के अरे आस्था त्यो हिमालको नाम कञ्चनजङ्घा हो यो चाहिँ होमस्टे हो ल भन त यो चाहिँ पेसोक हो पेसोकको यो यहाँ यो चाहिँ होमस्टेको टपबाट हामीले भ्यू हेर्दैछौँ यो चाहिँ कञ्चनजङ्घा एकदमै नजिक देखिन्छ यहाँ जो पनि आएर बस्नुहुन्छ के अरे यो होमस्टेको नाम चाहिँ ला मेन्डोला हो बुकिङहरूको सबै उयसमा छ गुगलमा सबै सर्च गर्दा हुन्छ एकदमै राम्रो ठाउँ छ टुरिस्टहरूको लागि हामी नातिनीको यहाँ भात खिलाइमा आएको थियौँ र अलिकति भिडियो गरेको जस्तो मात्रै हो धन्यवाद थ्याङ्क यू यस्तो यस्तो छ साथीहरू युट्युबमा लाइभ पनि हाल्छ यहाँ चाहिँ मेरो सबै माइतीपट्टिको आफ्नोहरू हो यहाँ मेरो नातिनीको भात खिलाइमा आएको अब सबजना बिदा भएर आफ्नो आफ्नो घर सबैजना जान जाँदैछन् दिदी भेना बुहारी कोही कालिम्पोङ कोही सिलगढी कोही दार्जिलिङकोहरू भेला भयो सबै घरहरू फर्किँदैछ मिस्टरपट्टिको सन्तान यो मेरो देउरानी उनीहरू पनि अब घर फर्किँदैछ मेरो चाहिँ देउरानी उनीहरू पनि फर्किने अब थ्याङ्क यू आएको हो अन्त यहाँ केही प्रोग्राम रहेछ भात खिलाइ केही यस्तै छ होइन हामी चाहिँ नेपालबाट आएको होइन केटिएमबाट हामी चाहिँ यहाँ चाहिँ अहिले बाई भन्नु त एकपल्ट कत्रो लामो भिडियो लियो हो दामी भयो
हामी चाहिँ अब कर्स्याङ फर्किँदैछु। यो चाहिँ के ठाउँ हो होइन, यो चाहिँ हाम्रो छोरीको के भन्छ यो के हो दिदी? होइन होइन, यो होमस्टे होइन, यो चाहिँ घर, यो घर, यो चाहिँ होमस्टे। कञ्चनजङ्घा अघि धेरैवटा सर्ट दिइसक्यो। गीत गाउँ त। अघि हामी आउँदाखेरि सालबारीबाट आएको, अब सिलगढीबाट, अब जाँदा चाहिँ दार्जिलिङबाट भान्जा बाउले गाडी कुदाउँदै हुन्छ। कस्तो लाग्यो बाबा? एकदम दामी लाग्यो है। बाबाको च्यानलमा चाहिँ लाइक गरिदिनुहोस्, सब्सक्राइब गरिदिनुहोस्। पैसाको लागि भ्लग बनाउँदिनँ कि आफ्नो रमाइलोको लागि। यहाँबाट गोली हजुर गड्डे ढुक्क भयो। यो गाडी जाम हुन्छ भनेको भएन, ठिक भयो एकदम। हाम्रो आस्था बेटी उद्या छ। थाहा कहाँ आउँछ त्यो हामी यहाँबाट कहाँ निस्किन्छौँ भान्जामा? यहाँबाट तपाईँको जोरबङ्गला भनेको दार्जिलिङदेखि हजुर अलिक मुनि क्या घुम। हजुर एउटा खिच्नु भने यो चाहिँ के भयो भान्जा हजुर? पारेको है बा। यहाँबाट हेर्दा त नजिकै 2-3 डाँडादेखि पुगिहाल्छ है। यस्तो छ यो ठाउँको नाम चाहिँ दामी छ हजुर। यो चाहिँ के भन्नुभयो भान्जीको? लामाहट्टा कुन ठाउँको? दार्जिलिङको है लामाहट्टा होइन गाडी कस्तो दामी फूल से बनी तेरी तस्वीर। जङ्गलको सिन त राम्रो हुन्छ। हामी आज सिलगढी हुँदै कहाँ आयो होइन? सिलगढीबाट कहाँ आयो? लक्ष्य पेसोक लामाहट्टा दार्जिलिङ गएर कर्स्याङ गयो। दार्जिलिङ घुम्न आउनु हामी सपोर्ट गर्नेछौँ। गाडी हामीसँगै छ है। हजुरहरूलाई गाडी चाहियो भने कमेन्टमा भनिदिनु। दार्जिलिङ अल दार्जिलिङ सिक्किम होइन कहाँ कहाँ घुम्नु छ। भानिजको गाडी छ, हाम्रो भान्जेको गाडी छ। मेरो टुर गरिदिइहाल्छ। मेरो चाहिँ अलिक अब छ कि महँगो गाडी छ कि त्यही भएर टुर गरिदिइहाल्छ है। कन्ट्याक्ट गर्नु न। हाम्रो ट्राभल एजेन्सी पनि छ, हाम्रो भान्जाकै नाममा छ। उहाँ हाम्रो भान्जाको कमेन्ट गर्नु भइहाल्यो। होइन घुम्नु को छ कि कमेन्ट गर्दा भयो नि त। इन्डियाको मान्छेलाई पनि फ्यासिलिटी छ। यो चाहिँ कर्स्याङ आइपुग्यो बल्ल बल्ल। कति बज्यो? 7 बज्यो 6 बज्यो।
तिमी यो चाहिँ गिद्ध पहाड उता हेर्नु उता लाउनु नि उहाँ। फाइनल्ली कहाँ आइपुग्यो हामी घर आइपुग्न आँट्यो है हजुर गिद्ध पहाड भनौँ न गिद्धे पहाड खिच्नु न बाटोमा त खिच्न त जान्दैन त्यो भ्यू चाहिँ हेर्दै गिद्ध पहाड यो चाहिँ रोहिणी भ्यू रोहिणी त यो तल चाहिँ रोहिणी दामी देखेको है आम्मा, राति त। रोहिणी सिलिगुडी सिलगढी पनि त्यतै हो खोप्रेल सिलगढी चाहिँ ऊ पर यता हजुर क्या दामी देखिन्छ है यहाँ। मसँग देख्छ यो मुनि उहाँ हेर्नु न रोहिणी झिल यो मुनि चाहिँ रोहिणी तलको झिल हेर्नु न यहाँ त्यसोले न्यु इयर त त्यता पो जानुपर्छ होला ऊ तल रोहिणी रोहिणी झिल जुन बाटो झिलिमिली देख्दैन यस्तै छ बाटो देखेको है पुरा वान वे सर्टकट रोड एउटा गाडी त छिर्छ नि